आज म गर्भ रहेको 28 हप्तामा के जाँच गरिन्छ भनेर सामान्य जानकारी दिन चाहन्छु। यो भेटमा आमा र बच्चाको वृद्धि राम्रो भएको छ कि छैन भनेर जाँच गरिन्छ। साथै खतराका कुनै पनि लक्षणहरू छन् कि भनेर जाँच गर्नुपर्छ। जस्तै रक्तस्राव हुनु, रिँगटा लाग्नु, आँखा तिरमिराउनु, हातखुट्टा सुनिनु जस्ता समस्याहरू छन् कि छैनन् तुरुन्त पत्ता लगाउनुपर्छ। पिसाबमा प्रोटिन र सुगरको मात्रा जाँच गर्नुपर्छ। त्यस्तै गरी हेमोग्लोबिन, ब्लड प्रेसर, तौल नर्मल छ कि छैन भनेर जाँच गर्नुपर्छ। फन्डल हाइट र मुटुको धड्कन एकिङ गर्नुपर्छ र बच्चाको चलायमानबारे आमासँग सोधपुछ गर्नुपर्छ। बच्चाको प्रेजेन्टेसन प्रस्तुति के कस्तो छ भनेर पत्ता लगाइहाल्नुपर्छ। आइरन, फोलिक एसिड, क्याल्सियम नियमित खाएको छ कि छैन भनेर समीक्षा पनि गर्नुपर्छ। साथै सरसफाइ र सन्तुलित आहारबारे पनि जानकारी गराउनु पर्दछ। खोप कुनै पनि छुटेको छ कि छैन भनेर एकिङ गर्नुपर्दछ। यो अवस्था अलिकति नाजुक हुन पनि जान्छ। कसैको बच्चा पनि हुन सक्ने हुँदाखेरि स्तनपान र प्रसुति तयारीको लागि हामीले सल्लाह दिनुपर्छ र आवश्यक परेमा स्वास्थ्य संस्थासम्म आउने एउटा वातावरण पनि मिलाइदिएर उहाँहरूलाई बिदा गर्नुपर्छ।